पाइथन मास्टर कोर्सको यो सिरिजमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा हामी कन्ट्रोल फ्लोको बारेमा बुझ्नेछौँ। डेफिनेसनमा तपाईले हेर्नुभयो भने कन्ट्रोल फ्लोलाई तपाईले एउटा कोड एक्जिक्युट हुने अर्डरको रूपमा तपाईले बुझ्न सक्नुहुन्छ। अर्को भाषामा भन्नु पर्दाखेरि तपाईले यसलाई तपाईले लेख्नु भएको इन्डिभिजुअल इन्स्ट्रक्सनहरु, स्टेटमेन्ट्सहरु या फंक्सनहरु चाहिँ प्रोग्राममा कसरी एक्जिक्युट हुन्छ भन्ने कुरालाई नै तपाईले कन्ट्रोल फ्लोको रूपमा बुझ्न सक्नुहुन्छ। अब एउटा एक्जाम्पल हेर्नुभयो भने मानिलिउँ अहिले चाहिँ रेनी सिजन छ अरे। अब यो रेनी सिजनमा तपाईले के कसरी गर्नुहुन्छ भन्ने कुरालाई बुझ्ने ट्राई गरौँ है त। जस्तै कि मानिलिउँ हामीसँग यो एउटा फ्लो चार्ट छ अरे। अब यो फ्लो चार्टले के देखाउन खोजिरहेको छ भन्दाखेरि पानी परिरहेको छ या छैन, यदि छ भने कता जाने, छैन भने के गर्ने भन्ने कुरा नै यसले देखाइरहेको छ। जस्तै तपाईले सुरुमा स्टार्ट गर्नुभयो, त्यसपछि यसले के सोधिरहेछ भन्दाखेरि इज इट रेनिङ भनेर सोधिरहेको छ। अब यस रेनिङ छ भने तपाईसँग अम्ब्रेला छ कि छैन भनेर सोधिरहेको छ। यदि छैन भने तपाईले केही समय वेट गर्नुपर्ने हुन्छ भने यदि तपाईसँग अम्ब्रेला छ भने चाहिँ तपाई बाहिर जान सक्नुहुन्छ। अब त्यसरी नै तपाईले हेर्नुभयो भने एकछिन वेट गरिसकेपछि फेरि त्यसपछि तपाईले के सोधिरहनु भएको छ भन्दाखेरि इज इट रेनिङ भनेर फेरि सोधिएको छ। अब यहाँनिर के भइरहेको छ भन्दाखेरि यस अझै रेनिङ भइरहेको छ भने चाहिँ तपाईले फेरि वेट गर्नुपर्ने हुन्छ भने यदि रेनिङ सकिसकेको छ भने तपाई चाहिँ अब चाहिँ फाइनल्ली बाहिर जान सक्नुहुन्छ। अब बाहिर गइसकेपछि तपाईले आफ्नो काम चाहिँ आफ्नो निड अनुसार गर्न सक्नुहुन्छ र हाम्रो कन्ट्रोल फ्लो पनि यहीँनिर सकिन्छ। अब यसरी नै आफ्नो रियल लाइफमा तपाईले के गर्ने कसो गर्ने भनेर कुनै एउटा डिसिजन लिनको लागि कुनै एउटा प्रोसेस फलो गर्दै हुनुहुन्छ भने त्यसरी नै प्रोग्रामिङमा पनि तपाईको प्रोग्रामले त्यहाँ दिएको इन्स्ट्रक्सनहरु, स्टेटमेन्ट्सहरु या फंक्सन्सहरु चाहिँ कसरी एक्जिक्युट हुने भनेर एउटा अर्डर अथवा फ्लोलाई चाहिँ फलो गर्छ, जसलाई हामी कन्ट्रोल फ्लो भन्छौँ। अब पाइथनमा चाहिँ तीन टाइपको चाहिँ कन्ट्रोल फ्लो हुन्छ। पहिलो हो कन्डिसनल स्टेटमेन्ट्स, त्यसपछि ट्रान्सफर स्टेटमेन्ट्स, त्यसपछि इटरेटिभ स्टेटमेन्ट्स। अब यो सबै स्टेटमेन्ट्सहरुलाई हामी वान बाइ वान बुझ्दै जानेछौँ। कन्डिसनल स्टेटमेन्ट्समा तपाईले इफ एल्स, एलिफ यस्ता खाले किवर्ड्सहरु पाउनुहुन्छ भने ट्रान्सफर स्टेटमेन्टमा तपाईले ब्रेक, कन्टिन्यू र पास पाउनुहुन्छ भने इटरेटिभ स्टेटमेन्टमा चाहिँ तपाईले फर र व्हाइल लुपहरु पाउन सक्नुहुन्छ। अब कन्डिसनल स्टेटमेन्टको एउटा एक्जाम्पल हेरौँ। जस्तै यो पाइथन कोडमा तपाईले के देख्न सक्नुहुन्छ भन्दाखेरि इज रेनी इक्वल टु ट्रु भनेर एउटा भेरिएबल देख्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर एउटा कन्डिसन रहेको छ। कन्डिसन के भन्दाखेरि चाहिँ इफ इज रेनिङ अथवा पानी परिरहेको छ भने चाहिँ टेक एन अम्ब्रेला भनेर त्यो स्टेटमेन्ट चाहिँ एक्जिक्युट हुनेवाला छ। त्यसरी नै तपाईले अर्को एउटा एक्जाम्पल हेर्नुभयो भने यहाँनिर तपाईले इफ र एल्स चाहिँ युज भएको पाउन सक्नुहुन्छ। जस्तै कि इफमा चाहिँ पानी परिरहेको छ भने तपाईले अम्ब्रेला लानुपर्ने भयो, एल्स पानी परेको छैन भने चाहिँ नो निड फर एन अम्ब्रेला, अम्ब्रेला तपाईलाई अब चाहिँदैन। सो तपाईले कन्डिसनल स्टेटमेन्टमा के बुझ्नुपर्छ भन्दाखेरि इफ एउटा कुनै कन्डिसन म्याचिङ भइरहेछ भने त्यो म्याचिङ भएको कन्डिसन एक्जिक्युट हुन्छ, यदि होइन भने त्यो म्याचिङ हुँदैन भने चाहिँ त्यसको साटो अर्को के एक्जिक्युट हुने हो त त्यो कुरा चाहिँ स्टेटमेन्टमा लेखिएको हुन्छ। अब कन्डिसनल स्टेटमेन्टलाई बुझिसकेपछि इटरेटिभ स्टेटमेन्टलाई पनि बुझौँ। तर इटरेटिभ स्टेटमेन्टलाई बुझ्नुभन्दा अगाडि एकचोटि लुपलाई बुझौँ। मानिलिउँ तपाईले एकजना आँखा नदेख्ने व्यक्तिलाई चाहिँ यो सिडीमाथि चढ्नको लागि चाहिँ इन्स्ट्रक्सन दिनुपर्ने भयो अरे। अब इन्स्ट्रक्सन दिँदाखेरि तपाईले वान बाइ वान सिडी चढ्नको लागि इन्स्ट्रक्सन पनि दिन सक्नुहुन्छ, या तपाईले आँखा नदेख्ने व्यक्तिलाई चाहिँ एउटै इन्स्ट्रक्सनमा सबै सिडी चाहिँ चढ्नुहोस् भनेर भन्न सक्नुहुन्छ। अब तपाईले यो इक्जाम्पलबाट लुपलाई यसरी बुझ्न सक्नुहुन्छ। लुप भनेको एउटा रिपिटेड टास्क गरिरहनु हो अन्टिल एन्ड अनलेस कुनै एउटा स्पेशल रिक्वायरमेन्ट चाहिँ मिट नभएसम्म। जस्तै कि यो इक्जाम्पलमा जबसम्म सिडीको टपसम्म चाहिँ आँखा नदेख्ने व्यक्ति पुग्दैन तबसम्म त्यो व्यक्तिले चाहिँ हिँडिरहनु पर्नेछ। सो लुपलाई तपाईले प्रोग्रामिङको डेफिनेसनमा हेर्नुभयो भने चाहिँ यसलाई तपाईले एउटा प्रोग्रामिङ स्ट्रक्चरको रूपमा बुझ्न सक्नुहुन्छ, जहाँनिर चाहिँ ब्लक अफ कोड चाहिँ मल्टिपल टाइम चाहिँ रिपिट भएर चाहिँ एक्जिक्युट हुन्छ। यो एक्जिक्युसन प्रोसेस चाहिँ तबसम्म रन हुन्छ जबसम्म एउटा भ्यालिड कन्डिसन मिट हुँदैन। भ्यालिड कन्डिसन मिट भएपछि चाहिँ लुपको एक्जिक्युसन स्टप हुन्छ। अब यति बुझिसकेपछि इटरेटिभ स्टेटमेन्ट बुझ्न पनि एकदमै सजिलो छ। इटरेटिभ स्टेटमेन्ट भनेको नै ब्लक अफ कोड चाहिँ मल्टिपल टाइम्स चाहिँ रन हुनु हो। अनि पाइथन या अन्य कुनै पनि ल्याङ्ग्वेजमा इटरेटिभ स्टेटमेन्ट चाहिँ नर्मल्ली लुपको थ्रु गर्ने गरिन्छ। जस्तै मानिलिउँ लिस्ट अफ युजरबाट चाहिँ तपाईलाई राम आइडेन्टिफाई गर्नुपर्ने छ अरे। अब तपाईले प्रोग्राम लेख्दाखेरि लिस्ट अफ युजरको इच युजरलाई चाहिँ तपाईले तिमी राम हो भन्ने टाइपको यस्तो खाले स्टेटमेन्टहरु लेख्न सक्नुहुन्छ। अब यसरी तपाईले प्रोग्राम लेख्नुभयो भने चाहिँ तपाईको प्रोग्राम एकदमै लामो र रिपिटेटिभ हुन्छ। यसरी प्रोग्राम लेख्दाखेरि त्यो प्रोग्राम म्यानेज गर्न पनि अप्ठ्यारो हुन्छ भने एकदमै लामो कोड म्यानेजेबल पनि हुँदैन। सो यस्तो खाले प्रोग्राम लेख्नुको साटो तपाईले डाइरेक्टली लुप लाउन सक्नुहुन्छ। जस्तै यही इक्जाम्पलमा राम भन्ने युजर चाहिँ युजरको लिस्टबाट खोज्नु पर्यो भने तपाईले सिम्पली फर लुप वा व्हाइल लुप लाउन सक्नुहुन्छ।
अब त्यसै गरी तपाईँले ट्रान्सफर स्टेटमेन्टलाई हेर्नुभयो भने चाहिँ ट्रान्सफर स्टेटमेन्टले चाहिँ तपाईँको नर्मल कोडको फ्लोलाई चेन्ज गर्न सक्ने चाहिँ क्यापेसिटी राख्छ। सो यहाँनिर तपाईँले हेर्नुभयो भने ब्रेकले लुपलाई अर्ली एक्जिट गराउन सक्छ। कुनै सर्टेन कन्डिसनहरू मिट भयो भने चाहिँ तपाईँले ब्रेक युज गरेर लुपलाई त्यहीँनिर स्टप गर्न सक्नुहुन्छ। जस्तै मानिलिउँ यो तपाईँको लिस्टमा चाहिँ तपाईँले एप्पल खोज्नुपर्ने भयो अरे। अब मानिलिउँ तपाईँको निड चाहिँ एप्पल पाइसकेपछि तपाईँलाई अरू फ्रुट्सहरू चाहिँ खोजिरहन आवश्यक छैन अरे। यस्तो कन्डिसनमा तपाईँले सिम्पली के गर्नुहुन्छ भने यदि तपाईँले एप्पल पाइसक्नुभयो भने अब तपाईँलाई फेरि अझै खोजिरहनु जरुरी नभएको हुनाले तपाईँले त्यो लुपलाई चाहिँ ब्रेक गर्नुहुन्छ। सो यस्तो केसमा तपाईँले ब्रेक युज गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले कन्टिन्यूलाई लुपको कुनै पनि इटरेसनलाई स्किप गर्नको लागि युज गर्न सक्नुहुन्छ। भन्नुको मतलब मानिलिउँ तपाईँले यसरी कुनै अनलाइन पोर्टलमा गएर चाहिँ सपिङ गर्न खोजिरहनु भएको छ अरे। तपाईँको निड चाहिँ मानिलिउँ पोर्टलमा भएको सबै प्रडक्टहरू चाहिँ यदि स्टक छ भने चाहिँ तपाईँले त्यो पर्चेस गर्नुपर्ने छ अरे। अब यो केसमा तपाईँले के गर्नुहुन्छ भन्दाखेरि इच एन्ड एभ्री प्रडक्टको चाहिँ तपाईँले सुरुमा स्टक चाहिँ गर्नुहुन्छ र स्टक छ भने तपाईँले त्यसलाई पर्चेस गर्नुहुन्छ। अब तपाईँको लुप एक्जिक्युट हुँदाखेरि चाहिँ पहिलो प्रडक्ट किन्छ, त्यस पछाडि दोस्रो प्रडक्ट किन्छ र तेस्रो प्रडक्टको चाहिँ कुनै स्टक नभएको भएर त्यसलाई तपाईँले सिम्पली कन्टिन्यू गर्नुहुन्छ। कन्टिन्यू गरिसकेपछि त्यो इटरेसन चाहिँ स्किप हुन्छ र स्किप भइसकेपछि तपाईँले फेरि फोर्थ प्रडक्ट चाहिँ किन्न पाउनुहुन्छ। सो यस्तो केसमा तपाईँले कन्टिन्यूलाई युज गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले फाइनल्ली पास युज गर्न सक्नुहुन्छ। पास भनेको डु नथिङ अथवा सिम्पली एउटा प्लेस होल्डर मात्रै हो। यसले कुनै पनि फङ्सनल कामहरू गर्दैन। तपाईँले लुप या अन्य कुनै पनि फङ्सनमा चाहिँ काम गर्दै हुनुहुन्छ र त्यसलाई फेरि पछि कन्टिन्यू गर्छु भनेर तपाईँको चाहना हो र अहिलेको लागि चाहिँ सिन्ट्याक्टिकल्ली चाहिँ केही पनि इरर नहोस् भन्नको लागि तपाईँले पास युज गर्न सक्नुहुन्छ।